विश्व क्रिकेटको क्वालिफायर महासङ्ग्राममा नेपालले फेरि एकपटक सम्पूर्ण क्रिकेट जगतलाई आफ्नो कार्डियक क्रिट्स उपनामको सार्थकता प्रमाणित गरिदिएको छ। ओमानको अल अमरेट क्रिकेट ग्राउन्डमा हिजो भएको आइसिसी टी20 वर्ल्ड कप क्वालिफायर 2025को सुपर 6 चरणको महत्त्वपूर्ण भिडन्तमा नेपालले आफ्नो चिर प्रतिद्वन्दी संयुक्त राष्ट्र अमिरेट युएईलाई 1 रनको ऐतिहासिक र सनसनीपूर्ण अन्तरले पराजित गरेको छ। यो जित केवल एक जित मात्र होइन, यो विश्वकपको यात्राको एक गोल्डेन स्टेप हो। आजको यो विस्तृत रिपोर्टमा हामी नेपालको इनिङको सुरुवातदेखि लिएर अन्तिम बलको नाटकीयसम्मको हरेक मोडहरूको गहिराइमा जानेछौँ। नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए। अल अमरेटको पिचमा सामान्यतया दोस्रो इनिङमा स्पिनरहरूलाई सहयोग गर्ने खालको मानिन्छ, तर नेपालले पहिले ब्याटिङ गरेर बोर्डमा दबावपूर्ण स्कोर खडा गर्ने रणनीति बनायो। यो खेल सुपर 6को दोस्रो खेल थियो, जहाँ दुवै टोली समाचरणमा अपराजित रहँदै 2-2 अङ्कका साथ आएका थिए। त्यसैले यो भिडन्त नकआउट खेल जस्तै निर्णायक थियो। नेपालको इनिङको सुरुवात राम्रो रह्यो। ओपनर कुशल भुर्तेल र आसिफ सिखले पावर प्लेमा युएईका बोलरहरूलाई कुनै मौका दिएनन्। यी दुवै ओपनरले मिलेर 7.5 ओभरमा 56 रनको बलियो साझेदारी गरे। भुर्तेलले 26 बलमा 28 रन बनाउँदा 2 चौका र 2 छक्का प्रहार गरेर आफ्नो आक्रामक शैली देखाए, तर उनी हर्षित कौशिकको बलमा एल्बिडाउल आउट भए। कुशल भुर्तेल आउट भएपछि कप्तान रोहित कुमार पौडेल र आसिफ सिखले इनिङलाई अगाडि बढाए, तर युएईका बलरहरू, विशेष गरी हदैब अली र ध्रुव पराशरको कसिलो बोलिङका कारण नेपालको मध्यक्रम खुल्न सकेन। एक छेउमा विकेट खसिरहेको बेला विकेटकिपर ब्याट्सम्यान आसिफ सिखले इनिङलाई अन्तिमसम्म जोगाइराखे। उनले 47 बलमा 51 रन बनाएर अर्धशतक पुरा गरे, तर उनलाई ध्रुव पराशरले बोल्ड गरेपछि नेपालले आफ्नो तेस्रो महत्त्वपूर्ण विकेट गुमायो। अन्तिम ओभरहरूसम्म लगातार विकेट गुमेपछि नेपालको स्कोर 130 भन्दा तल रहने खतरा बढेको थियो, तर युवा अलराउन्डर गुलसन झाले खेलको अन्तिमतिर आफ्नो ब्याटको तागत देखाए। उनले केवल 5 बलमा 280 को स्ट्राइक रेटसहित 14 रन जोडे, जसमा 2 चौका र 1 छक्का समावेश थियो। निर्धारित 20 ओभरमा नेपालले 6 विकेट गुमाउँदै 140 रनको योगफल बनायो। यो स्कोर हेर्दा सामान्य लागे पनि विकेटको प्रकृति हेर्दा यो जित्नका लागि एक चुनौतीपूर्ण लक्ष्य थियो। नेपालका लागि आज आसिफ सिखले 46 बलमा 1 छक्का र 4 चौकाको मद्दतमा 51 रन जोडे। त्यस्तै कुशल भुर्तेलले 26 बलमा 2 चौका र 2 छक्काको मद्दतमा 28 रन जोडे। रोहित कुमार पौडेलले 1 चौकाको मद्दतमा 19 बलमा 20 रन जोडे। अन्तिमतिर आएका गुलसन झाले भने 1 छक्का र 2 चौकाको मद्दतमा आक्रामक शैली खेल्दै 14 रन जोडे। त्यसपछि 141 रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको युएईले पहिलो ओभरमै कप्तान मोहम्मद वासिमलाई 3 बलमा 1 रन बनाएर गुमायो, जसलाई सोमपाल कामीले कुशल भुर्तेलको हातबाट क्याच गराए। पहिलो विकेट गुमेपछि अलिसान सरफु र जेनाथन फिगीले दोस्रो विकेटका लागि बलियो साझेदारी गरे। फिगीले एक छेउमा विकेट जोगाएर 29 बलमा 19 रन बनाए भने सरफुले नेपाली बलरहरूमाथि आक्रामक प्रहार जारी राखे। अलिसान सरफुले 40 बल खेल्दै 58 रन बनाए, जसमा 3 चौका र 5 छक्का समावेश थिए। उनले नेपाललाई दबावमा राखेका थिए। 11.2 ओभरमा दिपेन्द्र सिंह ऐरीले जेनाथन फिगीलाई 19 रनमा स्टम्पिङ आउट गराए। 13.1 ओभरमा दिपेन्द्र सिंह ऐरीले आक्रामक बनेका अलिसान अराफुलाई बोल्ड आउट गरे। यो विकेट युएको इनिङसँगको सबैभन्दा ठुलो टर्निङ पोइन्ट बन्यो। स्कोर 88-3 मा झर्यो। सराफु आउट भएपछि युएको इनिङ धर्मरायो। 14.1 ओभरमा हर्षित कौशिकलाई गुलसन झाले आउट गरे। त्यसपछि 15.2 र 15.3 ओभरमा क्रमशः राहुल चोपडा रनआउट र बसिल अहमद सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। लगातार आउट हुँदा युएको स्कोर 96 रनमा 6 विकेटको सङ्कटमा पुग्यो। खेलको सबैभन्दा नाटकीय क्षण अन्तिम ओभरमा आयो। अन्तिम 2 ओभरमा युएईलाई जित्न 22 रन आवश्यक थियो। नन्दन यादवले 19 ओभरमा 1 छक्कासहित 12 रन खर्चिएपछि अन्तिम ओभरमा जितका लागि 10 रन आवश्यक थियो। कप्तान रोहित पौडेलले अन्तिम ओभरमा दिपेन्द्र सिंह ऐरीलाई दिए, जसले यसअघि नै 2 महत्त्वपूर्ण विकेट लिइसकेका थिए। 19 ओभरको पहिलो बलमा जहिद अलीले मिड विकेटमा 1 रन लिए। आवश्यक रन 5 बलमा 9 रन। 19 ओभरको दोस्रो बलमा ध्रुव पराशरले मिड अफमा डट बल खेले। आवश्यक 4 बलमा 9 रन। 19 ओभरको तेस्रो बलमा
ध्रुव पराशरले लामो शट खेल्दै डिप मिड विकेटमा विशाल छक्का प्रहार गरे। आवश्यक रन 3 बलमा 3 रन। यस शटले नेपाली क्याम्पमा तनाव र युएको जित सम्भावना 80% भन्दा माथि पुग्यो। 19औं ओभरको चौथो बलमा चाहिँ दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट कमब्याक। उनले ध्रुव पराशरलाई स्विप गर्न खोज्दा सन्दीप जोराको हातबाट क्याच आउट गराए। आवश्यक 2 बलमा 3 रन। खेल फेरि 50-50 को अवस्थामा। 19औं ओभरको 5औं बलमा रनआउट। 19औं ओभरको 5औं बलमा नयाँ ब्याट्सम्यान हृदय अलीले 1 रन लिने प्रयास गर्दा कप्तान रोहित पौडेलले आफ्नो कप्तानको हात देखाउँदै डाइरेक्ट थ्रो गरे। बल स्टम्पमा लाग्यो र हृदय अली शून्यमै आउट भए। आवश्यक 1 बलमा 3 रन। अन्तिम बलमा जितका लागि 3 रन आवश्यक। ब्याट्सम्यान सहित अलीले मिडअपतिर खेलेर 2 रन लिने प्रयास गरे, तर सन्दीप जोराको चुस्त फिल्डिङ र आसिफ शेखको सही समयमा आएको थ्रोले जाहिद अलीलाई 11 रनमा रनआउट गरायो। नेपालले 1 रनको ऐतिहासिक र हृदय विदारक अन्तरले जित हासिल गर्यो। नेपालको यस जितको श्रेय सम्पूर्ण टोलीलाई जान्छ, तर दिपेन्द्र सिंह ऐरीको प्रदर्शन निर्णायक रह्यो। दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच पनि चुनिए। उनले ब्याटिङमा 2 बलमा 1 रन बनाए भने बोलिङमा 4 ओभरमा 22 रन खर्चेर 3 विकेट लिए। उनले फिगु, सरफु र फराज सर जस्ता मुख्य ब्याट्सम्यानको विकेट लिए। फिल्डिङमा पनि उनले एउटा महत्त्वपूर्ण रनआउट गराएका थिए। यो जितले नेपालको आइसिसी टी20 वर्ल्ड कप 2026 को यात्राको लागि एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। यो जितपछि नेपालको सुपर 6मा आफ्नो दोस्रो जित दर्ता गर्दै कुल 4 अङ्क हासिल गरेको छ। यसले नेपाललाई अङ्क तालिकाको शीर्ष 2 स्थानमा पुग्न मद्दत गरेको छ। ओमान पनि 4 अङ्क लिएको छ, तर नेपालको रन रेटमा पछि छ। यही क्रिकेट एसोसिएसन क्षेत्रको एक बलियो टोलीको महत्त्वपूर्ण म्याचमा योमाथि हासिल गरेको यो रोमाञ्चक जितले नेपाल टोलीको मानसिक र फिनिसिङ क्षमतालाई अझ बलियो बनाएको छ। यो एउटा यस्तो खेल जसले हरेक क्रिकेट प्रेमीको मुटुको धड्कन बढायो। यो केवल एक क्रिकेट म्याच थिएन, यो नेपाली क्रिकेटको दृढता, जुझारुपन र हार नमान्ने नेपाली स्पिरिटको प्रतीक थियो। अब नेपाली टोलीको अर्को महत्त्वपूर्ण भिडन्त आज 8:45 मा कतारसँग हुनेछ। यो जितले उनीहरूको आत्मविश्वासलाई आकाशमा पुर्याएको छ। साथीहरू, हामी फेरि उपस्थित हुनेछौँ अर्को रोमाञ्चक क्रिकेट रिपोर्ट लिएर। तबसम्मको लागि नेपाली टोलीलाई बधाई दिँदै बिदा चाहन्छौँ। धन्यवाद।